आज अत्यन्तै दुःखद खबर प्रस्तुत गर्दैछौँ। रोल्पा जिल्ला बुढागाउँ भित्री खुल्लामा जन्मिनु भएका रूपर बहादुर भण्डारी बसाइसराई गरी हाल दाङको बाँकीमा बस्ती आउनु भएको थियो। रोजगारको सिलसिलामा भारतको कालकामा बस्ती आउनु भएको रूपर बहादुर भण्डारीले 3 तारिक राति 9 बजे रेलवे स्टेसनमा टाउकोमा चोट लागेर अचेत अवस्थामा भएको थाहा पाएपछि एउटै घरमा बस्ने भारतीय नागरिकले कालका हस्पिटलमा सामान्य उपचारपछि चण्डीगढ सेक्टर 32 सिभिल हस्पिटलमा पुर्याएका थिए। विडम्बना उहाँलाई बचाउन सकिएन। राति 12 बजे उहाँको निधन भयो। आज सब एम्बुलेन्स मार्फत नेपाल पुर्याइँदैछ। अल्पायुमा भएको असामयिक निधनले हामी स्पर्ध एवं मर्माहित भएका छौँ। दुःखको यस घडीमा शोक सन्तप्त परिवारजनमा धैर्य धारण गर्न सक्ने शक्ति प्राप्त होस् भन्दै गहिरो संवेदना प्रकट गर्दछौँ। साथै दिवगत आत्माको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ। कालका रेलवे स्टेसनमा यो घटना कसरी घट्न पुग्यो भन्ने विषय प्रहरी प्रशासनबाट अनुसन्धान भइरहेको छ।